नमस्कार श्रोता तथा दर्शकहरूलाई। आजमा तपाईहरुलाई स्वर वर्ण र व्यञ्जन वर्ण जोडेर पढ्ने विधि सिकाउने छु। कृपया ध्यानपूर्वक हेर्नुहोस् र यो कुरा अरूलाई पनि शेयर गर्नुहोस्। यदि तपाईले सब्स्क्राइब बटन थिच्नु भएको छैन भने कृपया एकचोटि थिच्नुहोस्। हामी अब सुरु गरौँ। हाम्रो प्रथममा रहेको छ का गिगु कि। का गिगु भन्छ नि यो गिगुलाई चाहिँ हामीले नेपाली भाषाबाट इकार भनिन्छ। जस्तै कलाई इकार कि भन्छ भने बोर्ड भाषाबाट पनि का गिगु कि भन्छ। र का स्याक्यु कु हाम्रो नेपाली भाषाबाट कलाई उकार कु। अर्थात् हाम्रो बोर्ड भाषामा स्याक्यु भन्छ भने हाम्रो नेपाली भाषामा उकार भनेर चिनिन्छ। का स्याक्यु कु र कलाई उकार कु। अनि का ढिङ्बु के। यो ढिङ्बु छ नि, देख्नु भइरहेछ। यो का ढिङ्बु के छ भने हामी यो नेपाली भाषाबाट यसलाई एकार भन्छ। कलाई एकार के। फेरि भन्नुहोस् त, का ढिङ्बु के र कलाई एकार के। र हाम्रो लास्टमा रहेको छ फेरि का नारो को। यो नारो छ नि, यो नारोले चाहिँ हामीले नेपाली भाषाबाट उकार भनेर चिनिन्छ। कलाई उकार को छ भने का नारो को भनिन्छ। यो पनि त्यस्तै हो। हेर्नुहोस् त, खा गिगु खि छ भने खलाई इकार खि भनिन्छ र खा स्याक्यु खु छ भने खलाई उकार खु भनिन्छ। अनि यसलाई खा ढिङ्बु खे भन्नुहोस् त, खा ढिङ्बु खे र खलाई एकार खे भयो। र खानारो भन्नुहोस् त, खानारो खो, जसलाई नेपाली भाषाबाट हामीले खलाई एकार खो भनेर चिनिन्छ। यो पनि त्यस्तै हो। हेर्नुहोस् है, गा गिगु गि र गलाई इकार गि भयो र गा स्याक्यु गु भयो भने यसलाई गलाई उकार गु भनेर चिनिन्छ। त्यो पनि त्यस्तै हो। यो पनि गा ढिङ्बु के रहेछ भन्नुहोस् त, गा ढिङ्बु गे भयो, गलाई एकार गे भनिन्छ। अनि गा नारो गो भन्नुहोस् त, गा नारो गो र गलाई ओकार गो भनेर चिनिन्छ। हामी यसलाई चाहिँ ङा भन्छ। ङा गिगु ङि, ङलाई इकार ङि। हेर्नुहोस् त, एउटै छ है। ङा स्याक्यु ङु र ङलाई उकार ङु भनिन्छ। अनि यो पनि ङा ढिङ्बु ङे भयो भने हामीले बोर्ड भाषा नेपाली भाषा पनि यसलाई ङलाई एकार ङे भनेर चिनिन्छ। र हाम्रो यसलाई ङा नारो ङो भन्छ भने बोर्ड भाषा नेपाली भाषा पनि हामीले यसलाई ङलाई ओकार ङो भनेर चिनिन्छ। र यो चाहिँ हाम्रो अर्को तरिका। हेर्नुहोस् त कस्तो छ, च्या गिगु ची, जुन हाम्रो यो बोर्ड भाषामा रहेको चाहिँ नेपाली भाषामा छैन र त्यसैले अलिक गाह्रो हुनसक्छ तपाईँहरूलाई। फेरि भन्नुहोस् त, च्या गिगु ची अनि छा स्याक्यु छु, छा स्याक्यु छु र ज्या ढिङ्बु जे। जस्तै तपाईँले च्या गिगु ची, च्या स्याक्यु छु गरेर पढ्न पनि मिल्छ। यसको पनि त्यसरी मिल्छ र यसको पनि त्यसरी मिल्छ। भन्नुहोस् त, ज्या ढिङ्बु जे भएर न्या नारो न्यो भन्छ, जसलाई न्यालाई उकार न्यो भनेर बोर्ड भाषा नेपाली भाषाबाट चिनिन्छ। यो जसरी हाम्रो यो पनि रहेको छ। हेर्नुहोस् त, ता गिगु ती, जसलाई हामीले नेपाली भाषाबाट तालाई इकार ती भनिन्छ। र था स्याक्यु थु भन्नुहोस् त, था स्याक्यु थु र हाम्रो नेपाली भाषाबाट थालाई उकार थु भनिन्छ। तपाईँले पनि थाहा हुनुहुन्छ तालाई इकार ती भनेर। र यसको अर्को पनि छ नि हाम्रो हो, त्यसै गरेर तलाई पनि लिएर जान सक्छ। र हामीले यसलाई चाहिँ यसरी लेख्नु भएको छ। हेर्नु त, था स्याक्यु थु, थालाई उकार थु भन्छ। र दा ढिङ्बु दे भन्नुहोस् त, दा ढिङ्बु दे भयो र दालाई इकार दे, एउटै तपाईँ। अनि लास्टमा रहेछ हाम्रो नालाई उकार नो, जसलाई नेपाली भाषाबाट नालाई
ओकार नो भनिन्छ। आजको लागि हामी यति नै र मैले आज तपाईहरुलाई यो स्वर वर्ण र व्यञ्जन वर्ण जोडेर पढ्ने विधि सिकाएको छु। पछिबाट फेरि हामी पुरै यसको कदेखि हसम्म पछि भिडियोमा हामी हेर्नेछौँ र आजको लागि यति नै। धन्यवाद।